अहिले जापानको हट टपिकको रूपमा रहेको ब्याचलर भिजा इन जापान एकदम हट टपिकको रूपमा रहेको छ। यसमा मान्छेले बुझेर अथवा नबुझेर एप्लाई गरेर यहाँ जापानमा आएर दुःख पाएका धेरै घटनाहरू यहाँहरूले सुन्नुभएकै छ, यहाँहरूलाई अवगत नै छ। के यो ब्याचलर भिजा भनेको के हो, कस्तो भिजा हो, अनि कस्तो मान्छे आउन पाइन्छ, अनि ब्याचलर भिजामा आएर गर्ने काम कस्ता कस्ता प्रकारका हुन्छन्, यसै विषयमा सम्बन्धित रहेर आजको यस भिडियो बनाउने कोसिस गरेको छु। आशा छ यस भिडियोले हजुरहरूलाई थोरै रूपमा भने पनि सहयोगी भूमिका निर्वाह गर्नेछ। अब लागौँ ब्याचलर भिजा भनेको के हो। यदि तपाईँले नेपालमा कुनै पनि सब्जेक्टमा ब्याचलर पास गर्नुभएको छ भने तपाईँले आफूले पढ्नुभएका कुरालाई नाइयो बनाएर जापानको कम्पनीसँग तपाईँले सम्झौता गरेर तपाईँले पढ्नुभएका कुरा जापानको कम्पनीमा तपाईँले गर्ने कामसँग यदि मिल्छ भने तपाईँले एप्लाई गरेर आउन मिल्ने भिजा भनेको ब्याचलर भिजा हो। यानि कि तपाईँले ब्याचलरमा पढ्नुभएको कुरा र तपाईँले जापानमा आएर गर्ने कामको नाइयो मिलाएर एप्लाई गरिने भिजालाई ब्याचलर भिजा भनिन्छ, सजिलो भाषामा भन्नुपर्दा। यस भिजालाई एकदम सजिलो भिजाको रूपमा पनि लिने गरेको पाइन्छ। पहिलासम्म स्टुडेन्ट भिजालाई सबैभन्दा सजिलो भिजा, सबैभन्दा जापान आउनको लागि सबैभन्दा सजिलो भिजाको रूपमा लिइन्थ्यो। तर अहिले सबैभन्दा सजिलो भिजा भनेको नेपालमा ब्याचलर पास छ भने केही पनि नपढी केही पनि नगरी यहाँ आएर कस्तो काम गर्ने हो त्यो पनि केही पनि नबुझिकन पनि जापानमा वर्किङ भिजा एप्लाई गरेर ब्याचलर भिजाले एप्लाई गरेर आएर धेरै दुःख पाएका मान्छेहरू दिन प्रतिदिन बढ्ने क्रममा छ। यदि तपाईँसँग ब्याचलर भिजा छ, तपाईँले जापानमा फ्युचर बनाउने सोच्दै हुनुहुन्छ भने कृपया तपाईँले कमसेकम एनी लेभलको भाषा बनाएर आउनुहोस्। एनी लेभलको भाषा बोल्न सक्ने भएर आउनुहोस्। त्यसपछि तपाईँलाई कुनै पनि म्याकालाले तपाईँको प्रगतिलाई चेक्न सक्दैन भने तपाईँले होला तपाईँ आएको कम्पनीले तपाईँलाई यदि निकालिदिए पनि तपाईँसँग त्यो भाषा छ भने तपाईँले आफैले अभियसली अरू कम्पनीहरू खोजेर रोजेर आफूले चाहेको आफूले सोचेको जस्तो काम गर्न सक्नुहुन्छ यदि तपाईँसँग भाषा छ भने। तर आजसम्म एकदम प्रब्लम भनेको अहिलेसम्मको जुन मान्छेले दुःख पाएका घटनाहरू सुन्नुभएको छ नि हजुरले, त्यो भनेको एकमात्र रिजन छ। त्यो रिजन हो उहाँहरूसँग भाषा छैन। भाषा नभएपछि उहाँहरूले आएको कम्पनीले कुनै पनि कम्पनीले निकालिदिएपछि उहाँहरूसँग भाषा नभएको कारणले गर्दा अरू कम्पनीहरूसँग सम्झौता गर्ने कुनै पनि आधार छैन। अनि उनीहरूले 10-15 लाख रुपियाँ खर्च गरेर आउनुहुन्छ। यति भन्दै गर्दा म तपाईँलाई यति कुरा सजेस्ट गर्न चाहन्छु कि तपाईँले जापानमा वर्किङ भिजामा आउनुको लागि कुनै पनि कस्ट तिर्नु पर्दैन। जापानको कम्पनीहरूको लागि त्यो सब लिने भनेको नेपालका दलालहरू अनि नेपालसँग मिलेर जापानमा बसेर गर्ने जुन तपाईँहरूलाई सम्झौता गराउने दलहरूले खाने पैसा हो। यति कुरामा तपाईँ ढुक्क हुनुहोस्। तपाईँको लाग्ने पैसा भनेको तपाईँको डकुमेन्टेसनको लागि अलिअलि खर्च हो। अनि उस्तै राम्रो कम्पनी पऱ्यो भने तपाईँको टिकट पनि काटिदिन्छ। यदि टिकट नकाटिदिने कम्पनी पऱ्यो भने तपाईँले टिकटको खर्च र डकुमेन्टेसनको खर्च चाहिँ तपाईँले आफूले बिहोर्नुपर्छ। तपाईँको लाग्ने खर्च भनेको त्यति मात्र हो। त्यो प्लस तपाईँले नेपालमा पढुन्जेल तपाईँलाई पढ्नको लागि लाग्ने खर्च मात्र हो तपाईँले तिर्नुपर्ने। तर तपाईँले 10-15 लाख रुपियाँ खर्च गरेर आएको कुरा धेरै व्यक्तिहरूको मुखबाट सुन्न पाएको छु।
उनीहरूले कस्तो हिसाबले लिगे, के हिसाबले लिगे, कहाँको खर्च देखाएर लिगे त्यो उनीहरू नै जानुन्। तर यति कुरा ढुक्क हुनुहोस् कि जापानमा कुनै पनि ठाउँमा तपाईँले वर्किङ भिजा लाएर आउँदै हुनुहुन्छ भने तपाईँको खर्च भनेको जुन मैले पहिले भने तपाईँको पढाइ खर्च, डकुमेन्टेसनको खर्च, अनि यदि कम्पनीले टिकट काटिदिएन भने टिकट काट्ने खर्च मात्र हो तपाईँको खर्च भनेको। त्यति मात्र तपाईँले खर्च गर्नुपर्ने हुन्छ। तर खै थाहा छैन कुन हिसाबले लिगे 10-15 लाख। यो भनेको छुट्टै कुरा भयो। यदि तपाईँलाई 10-15 लाख रुपियाँ माग्दैछ भने तपाईँले कहाँ लाग्ने खर्च हो, कसरी लाग्ने खर्च हो, राम्रोसँग एकचोटि इन्क्वायरी गर्नुहोला। 2 नम्बर, के ब्याचलर भिजामा आउनु नराम्रो कुरा हो त? अभियसली नराम्रो कुरा होइन। किन नराम्रो कुरा होइन भने हुन त मान्छेको सबैको आफ्नो धारणा होला। तर मेरो आफ्नो धारणामा भन्नुपर्दा तपाईँको स्टुडेन्ट भिजा र तपाईँको एसएसडब्ल्यू भिजा भन्दा यो भिजा राम्रो भिजा हो भन्न चाहन्छु। किनभने तपाईँले यो भिजामा भनेको तपाईँ सिधै वर्किङमा आउने हो। यदि तपाईँसँग स्किल छ, राम्रो स्किल छ, अनि तपाईँले एनी लेभलको भाषा मात्र बनाएर आउनुभयो भने तपाईँले यहाँ आएर 6 वर्ष स्ट्रगल गरेको मान्छेको लेभलको तपाईँले स्यालेरी पाउनुहुन्छ। त्यही अनुसारको तपाईँले काम पाउनुहुन्छ यदि तपाईँसँग राम्रो स्किल छ र एनी लेभलको भाषा छ भने। यो अर्थमा मैले राम्रो छ भनेको। म आफ्नै कुरा गर्नुपर्दा मैले न्यु गएको 2 वर्ष र दाइ गएको 4 वर्ष, 6 वर्ष पढेर बल्ल वर्किङ गरेको हुँ। तपाईँले यदि ब्याचलर भिजाबाट जापान आउनुभयो भने मेरै लेभलमा तपाईँले काम गर्न सक्नुहुन्छ, मेरै लेभलको तपाईँले स्यालेरी पाउन सक्नुहुन्छ। त्यो अर्थमा तपाईँलाई राम्रो छ भनेको हो। होइन म स्टोरमा गएर राम्रोसँग पढेर भाषा बनाएर वर्किङ गर्छु भन्नुहुन्छ भने त्यो तपाईँको कुरा भयो। अनि अर्को अप्सन भनेको एसएसडब्ल्यू भिजामा जुन स्किल टेस्ट पास गरेर अनि एउटा न्युङ्गोको एउटा लेभल पास गरेर जान्छु भन्नुहुन्छ भने त्यो पनि तपाईँलाई अर्को अप्सनमा रह्यो। अब अर्को कुरा, के जापानमा ब्याचलर भिजाको विकृति मात्र छ त? अभियसली पनि छैन। अघि पनि मैले भनिसकेँ, एसएसडब्ल्यू भिजा र स्टुडेन्ट भिजा भन्दा ब्याचलर पास गरेर आउनु हुने भिजा भनेको धेरै राम्रो भिजाको रूपमा लिन्छु। किनकि हामी सबैले वर्किङ गरिसकेपछि डिपेन्डेन्ट बोलाउने, अनि डिपेन्डेन्टलाई पनि काम लगाउने, उहाँले पनि कमाउनुहुन्छ, आफू पनि कमाउने, केही समय दुःख गर्ने भनी त हुने सबैको टार्गेट भनेको। जसले जेसुकै बोले पनि, जेसुकै भने पनि लास्टको टार्गेट भनेको त त्यही हो नि त। हुन त यदि तपाईँले ब्याचलर पास गरेको भिजाले तपाईँ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँले डिपेन्डेन्ट पनि तपाईँले काम गर्नुभएको 3 महिनापछि तपाईँले एप्लाई गर्नुभयो भने 100% तपाईँलाई डिपेन्डेन्ट भिजा पनि दिन्छ। यो अर्थमा पनि ब्याचलर भिजा राम्रो छ। त्यसैले कृपया तपाईँले कति समयको लागि जापान सोच्नु भएको छ, तपाईँ कस्तो भिजामा आउने सोच्नु भएको छ। यदि तपाईँ जस्तो भिजामा जापान सोच्नु भए पनि यदि जापानमा फ्युचर सोच्दै हुनुहुन्छ भने कृपया ल्याङ्ग्वेज भएन भने तपाईँले केही पनि गर्न सक्नुहुने छैन। तपाईँले कुनै पनि हालतमा ल्याङ्ग्वेज छैन भने केही पनि गर्न सक्नुहुन्न। यो कुरा भने दिमागमा हालेर आउनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यदि तपाईँहरूलाई जापानको बारेमा, जापानको वर्किङ भिजाको बारेमा, स्टुडेन्ट भिजाको बारेमा, एसएसडब्ल्यू भिजाको बारेमा केही कुरा सोध्न मन लागेको छ, केही कुरा जान्न मन लागेको छ भने कृपया हजुरले यस भिडियोमा कमेन्ट गरिदिनु भयो भने आफ्नो फ्री टाइममा त्यस भिडियोको रिप्लाई स्वरूप अर्को भिडियो बनाउने कोसिस गर्नेछु। भिडियो लामो भयो, अन्तिमसम्म हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्। थ्याङ्क यू फर वाचिङ।